हेलो एभ्रिवान, टुडे आई एम इन दाङ घोराई। म आज घोराई आएको छु। मन्दिर आएको थिएँ कि म आज शनिबारको दिन कहीँ जानु पऱ्यो, लास्टै बोर भइगयो त लाइफ पनि। अनि हिजो कस्तो पाउँदी लाग्यो मलाई यार, कस्तो ब्याड लक आएको हिजो मलाई यार। ब्याड लक त के लाग्दो र, तर म हिजो डिसएपोइन्टेड भइगयो त फेरि पनि यार। त्यही कारणले फेरि आज चाहिँ म यसो दामी त घुम्न भनेर यतातिर आएको छु, दाङ घोराइतिर क्या मन्दिरतिर आएको थिएँ। अब जान्छु होला तुलसीपुरतिर, त्यही हो। अनि अब त के बिस्तारै कस्तो भइरहेछ भन्दाखेरि हरेक चिजदेखि मन मर्दैछ क्या, बिस्तारै हरेक चिजदेखि। अब त लाइक पहिला कस्तो सबै चिजलाई हरेक चिजलाई इम्पोर्टेन्स दिन्थ्यो, मैले त दिन्थेँ। तर अहिले आएर खै 21 वर्षको भयो, हरेक चिजदेखि मन मर्दै गयो यार। आई डोन्ट नो किन भयो, तर अहिले त खै मलाई मलाई लाग्ने भनेको मेरो 2 जना स्टाफहरू छन्, त्यो माया प्यार लाग्छ। अनि मेरो व्यापार, मेरो बिजनेस, अनि मेरो काम, अनि मेरो बुवा आमा, अनि 2 जना साथीभाइ छन्, त्यही हो है। त्यही पनि अब खै अब त्यसमा पनि अब कतिपय छुट्ने पनि थाहा आएन। तर कसम विद्या मलाई त अब कुनै चिजको पनि त्यस्तो हुन्छ नि, एउटा लोभ लालच केही पनि छैन यार। म त सन्यास लिन लागेको छ हरेक चिजदेखिबाट। अब के गर्नु त क्या, अब हरेक चिज मन मर्दै गएको त पहिला कस्तो हुर्कै हुन्छ हरेक चिज देखेर। अब त्यस्तै हो, अब के भनौँ र, कि त्यस्तै हो दोस्तहरू। अब म एक्लै छु, अब चाहिँ के गर्ला, सुध्रिला छु कि म अब सेल्फ केयर अनि बिस्तारै सेल्फलाई मोटिभेट गरिरहेको छु, बिस्तारै अगाडि बढिरहेको छु। हरेक चिज नराम्रो कामदेखि त्यागिरहेको छु, त्यही हो। अब बिस्तारै भइरहेको छ, चेन्ज भइरहेको छ म माथि पनि। अब चेन्ज हुनु स्वाभाविक नि हो, अब त चेन्ज हुनु नै पर्छ म यार, त्यही हो। अब त बस लाइफमा फोकस गर्न बिस्तारै। तर म हिजो डिस्ट्र्याक्सन भयो, अलिकति धेरै माया कसम कस्तो भयो। त्यही कारणले म आज मन्दिर आएँ, अम्बेश्वरी मन्दिर। त्यही हो गाइस, बस अब त्यही हो। के भनौँ यार, हाँसो लाग्छ के भने पनि, सोचे पनि। कहानी भनौँ भने झन् बेइज्जत होला लाग्छ आफ्नो। अब बिस्तारै त्यो आफ्नो भित्र हुन्छ नि, बचपना जस्तो मान्छे हुन्छ नि, एउटा केटा मान्छेको, हरेक मान्छेको हुन्छ क्या बचपना। हरेक ठुलो मान्छेको पनि हुन्छ, सानो मान्छेको पनि हुन्छ। तर त्यो बचपना बिस्तारै निक्लिएछ मेरो मनदेखिबाट, मेरो मन दिमागबाट। यत्रो लाइफमा केही हुनको लागि ट्राई गर्यो अनि एट द कन्टिन्यू योर लाइफ है, एज अ स्टार्टिङ योर लाइफ 21 वर्षमा सबै चिज माया मर्छ भन्दा के गर्ने र कि दोस्त। अब त म कस्तो भइगएको छु भने चाहिँ स्ट्रङ हुँदैछु कि बिस्तारै। यो मलाई मेरो आजभोलि लाइक राम्रोसँग छैन, तर अलिकति ब्याड टाइमै छ भनौँ है। कमब्याक हुनुको लागि प्रयास गरिरहेको छु नि त, यो ब्याड टाइमै भनौँ नि त, एउटा स्ट्रगल टाइम भनौँ न त। स्ट्रगल टाइममा मलाई चाहिँ हरेक मान्छेको रङ देखिँदैछ क्या, कस्तो मान्छे कस्तो हुनेछ, कसरी राम्रो गर्नुपर्छ, कसरी राम्रो गर्नुपर्नेछ भनेर चाहिँ यस्तो बिस्तारै थाहा भइरहेको छ क्या है। तर मैले सकेसम्म मैले हरेक मान्छे राम्रो गरेर हुन्छु। राम्रो सोच्दा पनि, राम्रो गर्दा पनि त्यही मान्छेले अब त्यस्तै कुराकानी, त्यस्तै धोकेबाज गरिदिन्छ। म के भनौँ त त्यसलाई, त्यही हो। अब ट्रस्ट बिल्ड हुन गाह्रो भइरहेछ है। लाइफ इज दिस गाइज है, लाइफ इज गाह्रो रहेछ यार। झन् अब मिडल क्लास फ्यामिली हो, अब राम्रो भनौँ कि नराम्रो भनौँ, केही पत्तो छैन, धत्तो छैन, केही पनि छैन है। त्यही भन्छु ल। अब यो भन्दा पनि बोर तपाईँलाई कति बोर पार्ने हो र, नपार पनि तपाईँहरूलाई बोर। ल आजको भ्लग पनि यति नै हो गाइज। म चाहिँ अब जान्छु होला तुलसीपुरतिर, अनि ती फेरि पसलतिर म लाइभ आउँछु लोकलको, ती हेरौँ अरू कुरा। ल थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो है। लभ यु गाइज, लभ यु फ्रम हार्ट। ल बाई बाई।